बाइक त टेटुरै हिँड्छ त मुझे ल लड्यो 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 मासर लड्यो लड्यो ओ आउन उठाउनु सकेन के हेलो नमस्ते एभ्री वान गुड मर्निङ यहाँहरू सबैजनालाई मेरो यो आजको बिल्कुलै नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। अनि आज म अनि हामी कहाँ जाँदैछौँ भन्ने कुरा तपाईँहरूले माथिको थम्बनेल र हाइलाइट हेरेर पनि हल्का थाहा भइसकेको छ होइन। आज चाहिँ हामी घुम्नको लागि कुलेखानीको यात्राको लागि यतिखेर चाहिँ म डक्क रेडी भएर निस्किसकेको छु होइन। केटाहरू चाहिँ त्यहाँ तल चौकमा गएर बसिराखेको छ अरे, कतिजना छ सो त्यो पनि मलाई थाहा छैन, एकैछिनमा थाहा भइ नै हालेछ होइन। चौकमा गएपछि को छ के छ होइन सबै कुरा एकछिनमा थाहा भइ नै हाल्नेछ। 81 जाने प्लान भयो कि आज, खासमा अलि मौसम क्लियर भएपछि होइन ट्याक्क लगाएर अलिक गर्मी चढिसकेपछि मात्रै जाने भन्ने कुरा थियो। अनि फेरि केटाहरू आजै जाने भनेको, त्यही भएर म नि अलिकति राम्रोसँग तयारी हुन नि पाएन, हतार निस्किएको होइन। समयको कुरा गर्नुहुन्छ भने 9:30 भइसकेको छ कि अहिले, हल्का भोक लागिरहेको छ। अब कतिखेर खाजा खाने, कतिखेर भात खाने होइन, कतिखेर जाने, मौसम पनि त्यस्तै छ क्या। सो केही छैन होइन। अनि चौकमा गएर नै भेट्नेछौँ। अब केटाहरू सायद रेडी भएर बसिसकेको होला, अघि नै फोन गरेको थियो रेडी भइसक्यो रे भनेर। सो कतिजना छ त्यो अब एकैछिनमा थाहा भइ नै हाल्नेछ होइन। सो गाइस यही नै हो, बाँकी कुरा हामी भिडियोमा बाटोमा गर्दै गरौँ। आजको यात्रा कहाँसम्मको हुनेछ भन्ने कुरा त अघि नै मैले भनिसकेको छु होइन। सो आजको यात्रा भनेको हाम्रो कुलेखानी ड्यामसम्मको हो होइन। ल यही नै हो हाम्रो ग्याङ होइन आज। हेलो केटा, हेलो हेलो हेलो, ल ल ल यो हाल त त्यहाँ। ल केटा सबजना रेडी होइन त, रेडी होइन त, ल ल ल ल हिँडौँ है। अब चाहिँ हामी हिँड्न लागेको होइन। अब बाटोमा के कस्तो हुन्छ अब थाहा पाइ नै हाल्नेछ तपाईँहरूले। सो लेट्स गो है त केटा, हिँडौँ। आज हामीसँग बाइक भनेको टोटल 7वटा बाइक छ है त गाइस। 7वटामा 3वटा 220 अनि 3वटा यामाको एफजेड अनि एउटा चाहिँ 150 पल्सर छ है त। सो 7वटा बाइक छ हामीसँग आज, जो रमाइलो हुनेवालामा छ। केटाहरू चाहिँ अलिकति ओभर स्पिड गर्छ, त्यो चाहिँ मलाई डर लाग्छ कि फेरि। के खाएर जाने हो क्या हो है, भोक लाग्छ यार। यो लेन्स खोल्न म्याम बाखा मुख चाहिँ कस्तो रहेछ। ल ल सबजना बसेर हिँडेन। ओके है, अब चाहिँ हामी हिँडेको फेरि पनि हाम्रो यात्रा जारी नै छ होइन गाइस। जो ठाउँ चाहिँ बबाल के, हिजो अस्ति पानी परेको भएर हेर्न यस्तो हरियाली बबाल छ कि ठाउँ चाहिँ। अब फेरि केटाहरूको कुदाइ त्यस्तै हो होइन। बाटो फेरि त्यस्तै खाली बाटो, स्ट्रेट बाटो, क्लिन होइन। जोस् राम्रो छ बाटो पनि, कुदाउन जोस् मजा आउने ठाउँको छ क्या। दक्षिणकाली कटेपछि चाहिँ बाटो अलिक नराम्रो हुनसक्छ होइन। अहिले चाहिँ राम्रै छ बाटो। यतापट्टि होला, यतापट्टि ओइ ब्रो, यो कुलेखान जाने यतैबाट होइन, कुलेखान जाने यहाँबाट हो। हस् थ्याङ्क यू। बाटो चिन्दैन, मुलाहरू हावातालमा हिँडेको छ साले। अब चाहिँ यहाँबाट अफरोड सुरु हुन्छ है साथी। बाटो त खत्तम छ भन्छ यार, यहाँ सोधेको है बाटो खत्तम छ भनेको छ। अब जस्तो सुकै अवस्था आए पनि जानु त परिहाल्छ होइन। अब जाने भन्ने यत्रो टाढा आइसकेपछि फर्किने कुरा त हुँदैन नि। अब लड्ने हो क्या, जस्तो अवस्था आए पनि। जोस् हार मान्नुहुन्न होइन, केटा मान्छे हो छोरा मान्छे हो, जानु त परिहाल्यो। अब चाहिँ अफ रोड सुरु भयो यार। रोमा साला मुटु हल्लिन्छ यार त। अब बाटोको हालत यस्तो, अब माथिबाट फेरि झम्लाएर पानी पऱ्यो भन्दा फेरि बर्बाद हुन्छ यार। ल ओए के हो ओ मुला ल म्यास झन्नैले लड्यो यार।
के हो बाइक त टेटुरै हिँड्छ त मुजी यो बाइक त टेटुरै हिँड्छ त मुजी ल लड्यो मासा लड्यो ओ आउन उठाउनु सकेन के ल भयो यो अफरोड चाहिँ म त लास्टै गाह्रो हुन्छ कि मलाई त अफरोडदेखि एकदम डर लाग्छ कि मासा कस्तो चिप्लो यार फेरि हट मोला कस्तो चिप्लो भने हट पसिना निकाल्छ क्या यार त्यो चिप्लो बाटो कराउन मलाई हट के खोला भन्छ यसलाई सानो खोला रहेछ खोलाहरू देख्ने बित्तिकै मलाई फेरि रहर लाग्छ होइन अब त गाउँमै हुर्केको मान्छे हो नि त त्यही भएर यस्तो खोलाहरूसँग चाहिँ मलाई एकदमै रहर लाग्छ क्या बच्चा बेला खोलामा माछा मारेको पौडी खेलेको खोलामा नुहाएको कहाँ बिर्सिन्छ र होइन जे जस्तै भए पनि गाउँघर चाहिँ मिस हुन्छ क्या म काठमाडौँ बसे पनि अब मलाई गाउँघरको त साह्रै माया लाग्छ नि त यो मन त मेरो नेपाली हो दिमाग खराब बनायो कि त्यसले आउँदै आउँदैन अब यतिको चलाउँदा नि आउँदैन भेट्दैन त मुजी के भन्दा त्यो के भन्ने ठाउँ हो यो हेर्दै हो गाउँघरको झल्को दिला यार यो गाउँघरको जस्तो घर रहेछ नि त ढुङ्गाले छाएको कि ढुङ्गाको छानो पाली ढुङ्गाको पाली समथिङ के भन्छ नि त होइन यस्तो दामी घरहरू क्या पहिला बेला हाम्रो गाउँघरमा यस्तो हुन्थ्यो फोटो हान्दा छ फोटो सुट गरेर छ यहाँ यस्तो पहाड यस्तो दामी ठाउँ हो कि होइन ऊ यही मुला हो बाइक कुदाउन नखाने म सबभन्दा पछाडि बस्ने यही मुला हो म चाहिँ ओ दारी हेर यहाँ अब एकछिन फोटोसोटो खिचिसकेपछि हामी जानेछौँ है छिटो गरौँ यहाँ के यो ढिलो हुन्छ क्या अहिले यार गाउँघरको झल्को दिने ठाउँ छ नि त यो गाउँघर नै हो यो यहाँ एकछिन बसिसकेपछि हामी चाहिँ अब लागेको फेरि यात्रा जारी नै छ हाम्रो होइन अझै पनि कुलेखानी पुगेको छैन क्या यस्तो पहाड दामी एरिया दामी ठाउँ छ क्या झरनाको चिसो पनि बब्बाल झर्ना है झर्ना हामी यस्तो ठाउँमा नै आइपुग्यौँ क्या यो कस्तो ठाउँ यार यसो तल हेरौँ त आमा कहाँ हो यहाँबाट खस्यो भन्दा मान्छेको त चिनो नै भेट्दैन होला यार यस्तो ठाउँ हेर्न यसो रमणीय दृश्यहरू हेर्ने र कलाएर फोटोसोटो खिच्ने त्योभन्दा पारा भनेको केटाहरू के नहोला जस्तो गरेर दौडिया छ जोस् रमाइलो भइरहेको छ अहिलेसम्म यात्रामा अब बाँकी यात्रा कस्तो हुनेछ त्यो हेर्दै गर्नु होला गाइज होइन अनि भिडियो मनपर्छ भने एक लाइक अवश्य गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने एउटा सब्सक्राइब अवश्य गरिदिनु होला होइन यस्तै माया र सपोर्टको सधैँभरि अपेक्षा गर्दछु तपाईँहरूले माया र साथ सपोर्ट दिनु होला है त गाइज हेटौँबाट 41 किलोमिटर ड्याम आइपुगिसकेको जस्तो लाग्यो यो चाहिँ कलङ्की यो ठाउँलाई कलङ्की भन्दो रहेछ के अरे हजुर ए ओके ठिक छ ड्याम जाने कतापट्टि हो हजुर ड्याम चाहिँ यता हो ए यतापट्टि बाल रमाइलो ठाउँ आइपुग्यो त यार ड्यामको हल्को भाइब दियो त यार अलि बिस्तारै गरा बिस्तारै ल हल्का ड्याम देख्न थालिसक्यो गाइज है यहाँबाट कस्तो ठाउँतिर रहेछ है आमा देखको ल ल त हो माम्बाका यार ड्याम त बब्बाल यार ल बब्बाल छ है ड्याम त यार आमा ऊ त्यहाँ हो त्यहाँ त ऊ पनि चल्दो रहेछ नि त्यो बोर्ड पनि चल्दो रहेछ ऊ त्यहाँ पौडी हान्ने यहाँ होइन चिता उसमा हो ल बब्बाल ड्याम कुलेखानीको ड्याम यही हो त खोइ कहाँ हो यहाँ त तुइन पनि रहेछ म चाहिँ तुइन यो गहिरो त गहिरो होला नि यस्तो गहिरो हुँदैन त
ल त ढुङ्गाहरू चेक गर्दा कालीले जानेको मुला यसको पावरै छैन मुला गलेको नि पुगेन यत्रो पुगेन अलिकति छोड छोड यसरी हान्नुपर्छ क्या ल यो चाहिँ पुग्छ अब नपुग्दो रहेछ म चाहिँ कस्तो टाढो थिएँ है यत्रो मुनि गेराजरो हान्न हुन्छ मा कति टाढो छ है मा जम गरेर जाउँ भिड आमा यस्तो ठाउँ रहेछ है जो फेवातालकै भाइब्स दिँदो रहेछ नि त यसले त अभि भ्लग्स यो चाहिँ मेरो है केटाहरूको यहाँ फोटो खिच्ने क्रम जारी छ है बबाल जङ्गल के फेरि मासलाई यस्तो दामी ठाउँ यार जेसुकै भन केटा हो होइन मलाई चाहिँ यो जोस यस्तो ठाउँहरू देखेपछि चाहिँ कस्तो मनै आनन्द आउँछ क्या होइन जस गाउँघर भनेको गाउँघर नै हो क्या यहाँबाट ड्याम बबाल देख्दो रहेछ यार के हो त्यो त्यस्तो ठाउँहरू के हो त्यो भनेको यहाँबाट ड्याम दामी देख्दो रहेछ होइन यस्तो पार्कहरू होइन हाम्रो गाउँतिर जस्तो क्या धेरै पछि गाउँघरको टुर गऱ्यो खुसी लाग्यो जस आनन्द लागिरहेको छ नि त अब बाटोहरू पनि त्यस्तै गाउँघरको फेरि मौसम पनि त्यस्तै छ क्या त्यस्तो साह्रो गर्मी पनि छैन शीतलै छ क्या आनन्दको छ नि त अब यस्तो जङ्गलको बाटो हिँड्न पाउँदा त जस मलाई चाहिँ आनन्द लाग्छ होइन आफू त गाउँघरमा जन्मेको भएर नि होला भन्छ नि त गीतै छ नि त जे गर जसो गर जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो यो मन त मेरो नेपाली हो हामी नेपाली हो नि त यार जता गए पनि जहाँ गए पनि आफ्नो देश आफ्नो गाउँ आफ्नो ठाउँ होइन प्यारो लागिहाल्छ नि जसलाई पनि अब फर्स्ट अफ अल त हामी खाना खानुपर्ने हुन्छ पहिला होइन के हो यहाँबाट भ्यू टावर जाने बाटो रहेछ ओ भ्यू टावर जाने बाटो रहेछ नि यहाँबाट फर्स्ट अफ अल त हामी खाना खानुपर्ने हुन्छ होइन यतातिर अब खाना खाने ठाउँ खोजौँ जाउँ न अलिक तल जाने कि यतै खाने तलतिर नै होला नि त तलतिर छ कि छैन है होटेलहरू छ रे जाउँ तलतिर अब जसरी हामी जाने तलै हो आधी घन्टासम्म त हामी त धेरै ठाउँ घुमिसक्छ यार कहाँ बसिरहेको छ त फेरि अफरोड आयो यार मासलाई यो अफरोड देखेँ कि मलाई लास्ट डर लाग्छ कि फेरि अघि झन्डै त्यो हिलोभित्र चोबलेको मामा ल गाइज है मौसमले पनि साथ दिएर जस्तो भइसक्यो अहिले आएर घाम लाग्नु थालिसकेको छ होइन अब त्यो कहाँ के भन्ने ठाउँमा गएर पौडी खेल्न मन लाग्छ जो आज मजाले हेऱ्यो यार यो ड्याम त